नमक त्यसको त अर्को कटु ल्याइदेऊ त एउटा पानी कचौरा ल्याउनु पर्छ चुप्प चुर्नु छिराइदिनु पर्यो नि अब टिको लाग्यो ल उठाउनु पर्यो टिको लाग्यो चन्दन यसो लगाइदिने हातले यस्तो छ यसो यत्रो गरे यत्रो यो 4 केजी के हैन ए फुल एउटा यसो राखिदिने सेटमा राख्नु खै दिनु पनि पैसा दिनुपर्ने होला नि त एउटा तपाईँलाई लाग्यो एउटा मलाई लाग्यो ल होइन ल यो भित्र लाग्यो छोरी अब गएर खोल्नु पर्ने बुट ल अहिले लाउनु तपाईँ लिनु र म खुवाउँछु अब ल आम्मा बुबुको दुर्गाको घुम्की घुमाइदियो त अहिले त अब भात खाने भयो नि फेरि त्यो अब अहिले छुँदै सोध्दै भात जानु पर्दैन हो त्यसो भएर सोध्दै अब अर्को जग्गा 3 ताल छोटो मात्रै कान्छ एकचोटि ए एक गीत बजाउनु पर्ने है त्यही गाडा त्यस ठाडो बनाएर खाँदैछ अब यो भातमा चोबा कचौरा डाटीको लागि त्यही फोन गर्ने फोन बजिराख्ने कुरा फुल हुँदैछ किन सबै उल्टा हुँदा ट्याक्क ट्याक्क अगाडि हाने अब हाम्रो घर परिवार रहेछ नि छ भयो खचा खचा मेमोरी फुल हुन्छ गर्नु गर्नु बिचारा एकछिन पर्खिने नि एकछिन यसो सबैलाई नमस्कार अहिले अहिले बियर दिन आरती पौडेल अहिले एकछिन पछि बियर दिउँ झोली छाको झोलीको झल्यो त्यहाँ जानु त आइसक्यो त्यो सबै थोक राखे म घिउ सबै चट चट मुखा चट आएन भन्छ त्यो उद्देश्य कि न्यु रोडमा कुकुरलाई देखाउँछ बस मान्दिन्छु अनि पानी खै त झ्याउलाई अघि नै मुड थियो उसको हाँसेर बसेकी केटी मलाई छोलो कता लुनु भएको त नि कति लुनु भएको कति लुनु भएको